आँकाभरि भर्खर आउँदैछ है। लटरम्मै प्रकारले यो वर्षको पनि अलिक ढिला चाहिँ भयो होइन, तर यति धेरै फलिराखेको छ। आज सबै योहरू सारेको बकेटमा कति धेरै राम्रो छ, त्यस कारणले गर्दा बारीमा छोड्नु मिल्दैन हो। यसलाई बकेटमा सार्यो भने यसले धेरै वर्षसम्म फल्दिन्छ होइन। यो मैले सबै पत्ता चुडेको, यसो गर्नाले चाहिँ धेरै फल पनि फल्छ र फर्टिलाइजरको काम पनि गर्छ। पत्ताहरूले चाहिँ ल है यति धेरै मात्रामा फल्ने कोसिसमा छ। त्यस्तै दाना यति धेरै लागेको छ आँकाभरि। आशिषको पोका खोर्सानी नकिनेको त कति वर्ष भयो ल। आँकाभरि हिउँ चाहिँ नपर्नु भने नि यति काम गरिन्थ्यो गार्डनमा। हिउँ परेको परिहाल्छ, समय नै हुँदैन के गर्ने। ल यस्तो धेरै मात्रामा जति फल्न सकेको है। किसिम किसिमको छ, हरियो कालो निलो सबै खालको। अब यो एक एक देखाइसक्नु छैन, धेरै नै छ। एउटा पाएको सानोमा रोपेको बारीमा त्यतिकै छ आँकाभरि पनि। यसपालि त्यति नलागो बिरुवा धेरै नै लटरम्मै भयो रहे पनि। अब यस्तो छ अब यो सबैलाई चाहिँ हिउँमा चाहिँ होइन घरभित्र लगेर चाहिँ हुनुपर्ने हुन्छ। गाह्रो छ यति धेरै बकेटमा लगाएको छु है आँकाभरिको। ल थ्याङ्क यू फर वाचिङ। कति धेरै फल्दैछ ल, टिप्न पनि टिपिरहेको छ, छिपेकोहरू चाहिँ यस्तो छ। हुन्छ यहाँदेखिको आज 8वटा 9वटा बकेटमा झन्डै 10वटा बकेटमा सारेँ होला मैले। नानीले मलाई हेल्प गर्यो, प्रिन्सले। हेल्पिङ ह्यान्डमा चाहिँ धेरै मेहनती छ, नानी पनि मनकारी छ। मलाई मात्रै गाह्रो हुन्थेन बा। यति धेरै फलेको छ है ल, यति धेरै। अब यो पनि अब आइराखेको छ, फल्न सुरु भएको छ। अब अक्टोबरदेखि त हिउँ पर्छ ल, के कसो हुने हो। साह्रो छ हिउँ पर्दा चाहिँ एकदमै धेरै गार्डनमा काम गर्नेहरूलाई पिरालो हुन्छ, हिउँ परिहाल्छ। त्यस कारणले गर्दा राम्रोसँगले जोगाउनु पाइँदैन, मन हुँदाहुँदै पनि। ल थ्याङ्क यू फर वाचिङ है।